ल है साथीहरू, आज हामी रम्बल गाडी भलिबल खेल्न भनेर आएको होइन। गदा बस्ने गदाको ठाउँमा आइपुगेको छ। जाँदैछौँ अब के गर्ने, यस्तै हो होइन, हेरिदिनु होला। यस्तै हो, जाँदैछौँ। गन्तव्य पुगेको छैन र पनि गन्तव्य पुग्ने मान्छे जाँदैछौँ होइन, यस्तै हो। यो मेरो साथी हो, एकदम रातभरि तास खेल्छ, दिन्छ भने पनि पैसा दिएर जाने मान्छे हो। राम्रो मान्छे, एकदम इमान्दार मान्छे हो। हामी 6-7 जना छौँ, गन्तव्य पुगेको छैन होइन। रम्बल गाडी तपाईँहरूले देखिहाल्नुभयो होला। यो गदा नतिर्ने ठाउँ हो कि यहाँ। गदा आउन डराउने मान्छे हो, तर मान्छे होइन, गदा आउन डराउने ठाउँ हो। हामीहरू आएको छौँ कि यहाँनिर। यस्तो छ होइन। यहाँ आउनु भनेको एक बोतल रक्सी चाहिँ लिएर आउनुपर्ने कि खाँदै खाँदै आउनुपर्ने रहेछ क्या। 2 दिन लाग्ने बाटो रहेछ, र पनि ठिक छ, आइरहेछ हामीहरू होइन। 1.5 दिन खलास भयो न। खलास। यो नेपालको सगरमाथा चढ्दा यति धेरै दिन लाग्यो जस्तो लाग्दैन, तर यहाँ आइपुग्नलाई यति गाह्रो भयो कि। सगरमाथा त खासै पुगिहाल्छ त, यसो एक दिन हाम्रो फेरि आज के थियो भने, हामी विशेष के कामले आएको भने, आज मेन खसी गेम अरे क्या। यहाँ भन्छ अब केटाहरूले, यतापट्टिको केटाहरूले के भनेको छ भने, हामीलाई 1 लाख रियलको खसी ल्याएको छ अरे क्या। 1 लाख भनेको नेपाली समथिङ 50,000 मात्रै हुन्छ र 1 लाख रियल भनेको। हामी सानो देशमा आएको रहेछ क्या। ल 50,000 मात्रै हो, त्यही अनुसारले हामी अब खेल्न जाँदैछौँ। नेपालको 50,000 कम्तीको रेट रहेछ, तर हामी बसेको चाहिँ ओमान हो है। फेरि त्यही क्यालकुलेट गर्नु होला। 50 भनेको 5 पनि हुनसक्छ फेरि होइन। त्यो अब त्यही क्यालकुलेट गरेर भन्नु होला। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्नु होला। हामीसँग सानो सानो भाइहरू पनि छन् होइन, अगाडि जाँदैछन्। ऊ फेरि एकदम पर्फेक्ट अरे क्या, छक्का हान्नुलाई। सटर के छक्का सटर हान्नलाई एकदम पर्फेक्ट होइन, हान्नलाई पर्फेक्ट के। अब मैले ग्राउन्ड देखियो फाइनली। ल कुन चाहिँ हो ग्राउन्ड? त्यहाँ रहेछ। ल हेरौँ है साथीहरू, ग्राउन्ड मैले चाहिँ देखेको छैन, सबै रम्बल गाडी मात्रै छ। कुन चाहिँ हो ग्राउन्ड थाहा छैन। अब आउन चाहिँ आइएको छ होइन। अरू केही नदेखायो भने तपाईँहरूलाई म ड्याम चाहिँ देखाइदिन्छु है। ल, ओमानको ड्याम। ए बिचराहरू बच्चा खेल्ने ठाउँ रहेछ यार। कहाँ हल्को हुने नि हो त्यो त। मोटो छ यहाँबाट के, यहाँबाट देखियो मजै आउँदैन, माथि हालिदिने। है त साथीहरू, यस्तै हो होइन। अब के भन्ने र कोही धोका दिनेलाई मै बसाउँला रोइ। हामी आइपुग्यो, ग्राउन्डमा आइपुग्यो होइन। मेन कि ड्याम हेर्ने हो र, ड्याम यहाँ त हामीहरू त मेन अड्डा हो नि यो भनेको त। तपाईँहरूले के भन्ने र होइन, नेपालको सगरमाथाभन्दा कडा रहेछ क्या यहाँको ठाउँ चाहिँ। ठिक लाग्यो क्या। हिउँ पर्ने भएको भए त अझ मजा आउने हो। यहाँनिर फेरि गर्मी मात्रै पर्ने रहेछ क्या। आगो वर्षिने ठाउँमा आइयो होइन। सड्काइदिन्छु भलिबल 2-4 गेम होइन, तपाईँहरू हेरिदिनु होला। म यस्तो हानिदिन्छु जाली फुटेर जाओस् बरु। गफै हो है।